चित्र हेर्नु भएको छ नि, यसकै नाम के हो त? एकदम भयानक छ है। सो यसको एभ्री डिटेल्स, एभ्री टाइप्स, एभ्री सेप्स को बारेमा हामीले स्टेप बाई स्टेप इजिली एक्सप्लेसन गर्छौँ है। पहिला थाहा हुनु पर्यो त। अब हामीले सुरु गरिसकेपछि के पढ्न सकिएला त? सो सुरु गरिसकेपछि हामीले पढ्ने कुरा के हो त? एट लास्ट स्टुडेन्टहरूले के बुझ्न सक्यो त? अन्डरस्ट्यान्ड द ब्याक्टेरिया। ब्याक्टेरिया भनेको के हो, त्यसको साइज के हो, कसरी ब्याक्टेरियालाई डिफाइन गर्ने, एन्ड देयर क्यारेक्टरिस्टिक्स, यसको फिचर विशेषताहरू के हो त? ब्याक्टेरियाले के सो गर्न सक्छ? ह्युमन बिङ्सको क्यारेक्टरिस्टिक जस्तै खाने, बस्ने, लाउने, मर्ने यस्तो हो नि, त्यस्तै कि ब्याक्टेरियाको पनि एउटा क्यारेक्टरिस्टिक्स होला कि नै, स्पेसल विशेषता, त्यसको बारेमा चर्चा गर्छौँ। र क्लासिफिकेसन, डिफ्रेन्ट टाइप्स अफ ब्याक्टेरिया विथ दियर, हामीले त्यसको साइज हेर्छौँ, पिक्चर्स हेर्छौँ, एकदम रमाइलो रमाइलो पिक्चर छन्। अनि देन आफ्टर द स्ट्रक्चर, कस्तो खालको ब्याक्टेरिया हेर्न सक्छौँ त हामीले है? पुरा त्यसलाई खोलेर जुम गरेर हेर्दाखेरि माइक्रोस्कोपमा कसरी देखिन्छ? वाट आर द डिजिज द्याट आर कज बाई द ब्याक्टेरिया, र ब्याक्टेरियाको फाइदा र बेफाइदा सबै यो भिडियोमा हामीले कभर गर्नेछौँ है। सो एकदम सर्ट एन्ड स्विट भिडियो हुनेछ। ल बेसिकबाटै हामीले के सुरुवात गर्दै जान्छौँ त? पहिला ब्याक्टेरियाको सानो सानो कुरा सिक्दै जाउँ है। सो ब्याक्टेरिया डिराइभ भयो एउटा ल्याटिन भन्ने वर्डबाट, ल्याटिन ग्रिक वर्डबाट, जसको मिनिङ के हो त? ब्याक्टेरियाको विच ब्याक्टेरिया मिनिङ केन, अनि केनको मिनिङ के हो त? एउटा रड, सानो यस्तो रड सेपको वर्ड भन्छ। सो ब्याक्टेरिया एउटा माइक्रोस्कोपिक अर्गानिजम हो विथ फ्यु माइक्रोमिटर इन लेन्थ, एकदम सानो। माइक्रो भनेको 10⁻⁻6 है, न्यानो भनेको 10⁻⁻, कति धेरै सानो कि आँखाले हेर्नै नसकिने माइक्रो अर्गानिजम हो। एन्ड वाइड रेन्ज अफ सेप, यसको डिफ्रेन्ट डिफ्रेन्ट सेप हुन्छ। कुनै राउन्ड हुन्छ होइन, अन्डा जस्तो राउन्ड हुन्छ, ओभल हुन्छ होइन, सिक्का जस्तो, रड हुन्छ, यसरी रड खालको हुन सक्ला। स्पाइरल भनेको एउटा भर्याङ जस्तो ब्याक्टेरिया पनि हामीले हेर्न सक्छौँ है। सो हाम्रो भर्याङ हुन्छ नि, त्यस्तो खालको ब्याक्टेरिया। सो फर्स्ट टाइम इट वाज डिस्कभर बाई द एन्टोनी भ्यान लियोनहुक। एन्टोनी भ्यान लियोनहुकले डिस्कभर गरेको थियो 1676 मा। द्याट्स वाइ हि इज नोन एज द फादर अफ ब्याक्टेरियोलोजी। द स्टडी अफ ब्याक्टेरिया इज नोन एज ब्याक्टेरियोलोजी, एन्ड द फादर अफ ब्याक्टेरिया इज नोन एज एन्टोनी भ्यान लियोनहुक भनेर हामीले चिन्न सक्छौँ। स्टडी अफ ब्याक्टेरिया इज नोन एज ब्याक्टेरियोलोजी भन्यो। while the study about the harmful effect of bacteria on a human body, हाम्रो ह्युमन बडीमा हार्मफुल जति पनि इफेक्ट पर्छ द्याट इज नोन एज द मेडिकल ब्याक्टेरियोलोजी है। मेडिकल डिपार्टमेन्टमा गएर एकदम के कस्तो ब्याक्टेरिया हो, जुन ब्याक्टेरियाले हाम्रो मान्छेलाई रोगहरू निम्त्याउने, त्यसले हाम्रो लागि एकदम ज्यानघातक ब्याक्टेरियाहरू हुन्छ, त्यस्तो ब्याक्टेरियाको हार्मफुल इफेक्टलाई पढ्ने एउटा शास्त्र हो, विज्ञान हो, द्याट इज नोन एज मेडिकल ब्याक्टेरियोलोजी भनेर हामीले भन्न सक्छौँ है। र सिम्पली हामीले डिफाइन गर्न सक्यौँ। सिम्पली के भन्न सक्नुहुन्छ भन्दाखेरि ब्याक्टेरिया भनेको एउटा इट इज अ सिंगल सेल अर्गानिजम विच आर भेरी स्मल एन्ड विच क्यान बी सिन थ्रु द माइक्रोस्कोप। माइक्रोस्कोप भन्ने इन्स्ट्रुमेन्टले हामीले ब्याक्टेरियालाई हेर्न सक्छौँ है। सो यो इकोलाई भन्ने ब्याक्टेरिया हेर्नुहोस्, हामीले बिरामी पराउने इकोलाई ब्याक्टेरिया होइन। अर्को स्ट्रेप्टोकोकस ब्याक्टेरिया हेर्नुहोस्, अनि हामीलाई थ्रोटमा गएर समाउने इकोलाई हेल्प्स टु, इकोलाई ब्याक्टेरिया हाम्रो लागि राम्रो ब्याक्टेरिया पनि हो। यसले के गर्छ भन्दाखेरि हाम्रो फुड डाइजेसनमा हेल्प गर्ने काम गर्छ है। सो इट क्यान बी फाउन्ड अन द ब्याक्टेरिया, कहाँ पाइन्छ अरे? मोस्ट मेटेरियल्सहरूमा। धेरै जस्तो हाम्रो बडीमा त अहिले कति ब्याक्टेरिया छ, तर हामीले हेर्न सकिरहेको छैन। सो बिलियन्स अन एन्ड इन योर बडी राइट, अहिले हाम्रो बडीमा बिलियन्स अफ ब्याक्टेरिया पाइरहेको हुन सक्छ, तर हाम्रो आँखाले, नाङ्गो आँखाले हामीले ब्याक्टेरियालाई देख्न सक्दैनौँ। द्याट्स वाइ, त्यही भएर हामीले गएर खानेकुरा विदाउट हात ह्यान्ड वासिङ गरेर खायो भने मान्छे छिटैभन्दा छिटै बिरामी हुनसक्छ। धेरै जसो ब्याक्टेरिया त हाम्रो पेटमा गएर डाइजेसन हुन सक्यो, तर धेरै जसो हुन नसक्ने पनि यो ब्याक्टेरिया हुन्छ है। अनि साथै ब्याक्टेरिया पनि हामी जस्तै जीवित हुन्छ त, एलाइभ हुन्छ त। वाट डज इट मिन्स एलाइभ भनेको? तिनीहरूले खानु पर्यो होइन, रिप्रोडक्सन गर्नु पर्यो, आफ्नो बच्चाहरू जन्माउनु पर्यो होइन, यिनीहरूको लागि खाना पक्कै चाहिन्छ, त्यही भएर त यो एलाइभ भनेको जीवित हुन्छ नि। त्यसपछि अरू कुरा सिक्नुहोस् त, ब्याक्टेरिया कहाँ कहाँ पाइन्छ त? सबै अर्थको हरेक पार्ट्समा पाइने हुन्छ है। हाम्रो सोइलमा, माटोहरूमा पाइने, वाटरदेखि एयरमा पाइन्छ, अर्थको क्रस्ट मेन्टलमा पाइन्छ होइन, वेस्ट मेटेरियल्सहरूमा पाइन्छ, एसिडिक हट स्प्रिङहरूमा। यो चाहिँ ब्याक्टेरियाको हेबिटेट भयो, जहाँ चाहिँ हामीले ब्याक्टेरिया पाउन सक्छौँ खोजेर। सो एउटा सिङ्गल ग्राम अफ सोइल, एउटा 1 ग्राम सोइलमा कति ब्याक्टेरिया हुन्छ अरे? 40 मिलियन ब्याक्टेरियाहरू हुँदो रहेछ। ओ माई गड। अहिले 1 मिलियन ब्याक्टेरिया इज फाउन्ड इन द
मोस्ट अफ द फ्रेस वाटर भनेको एकदम 1 ml फ्रेस वाटरमा 1 मिलियन ब्याक्टेरिया पाइन्छ। 1 ml जम्मा 1 ml भनेको एक थोपा त हो हैन, एक चम्चा जति त हो। सो हाउएभर ओन्ली फ्यू अफ दिस ब्याक्टेरिया, सबै ब्याक्टेरिया हाम्रो लागि हार्मफुल हुँदैन, ओन्ली फ्यू अफ देम ब्याक्टेरिया आर हार्मफुल फर आवर ह्युमन बिङ्स एन्ड दे मे कज डिजिज, हामीलाई रोग निम्तिन्छ। एन्ड यो कसरी रिप्रोडक्सन हुन्छ त, दे रिप्रोड्युस मोर अक्सिजन देन द प्लान्ट। एउटा कुरा के फ्याक्ट थाहा पाइराख्नु भन्दाखेरि ब्याक्टेरिया हाम्रो लागि खराब मात्रै होइन रे, यिनीहरूले अक्सिजन पनि निकाल्ने काम गर्छ। अनि अक्सिजन हाम्रो लागि त पुरै एसेन्सियल हो, किनभने हामीले अक्सिजन के लिन्छौँ त, सास लिने काम गर्छौँ। अक्सिजनले बाटै त हामीले सास फेर्ने हो कि नै। सो अक्सिजन भएन भने लिभिङ बिङ्स सर्भाइभको पोसिबिलिटी छ त, द्याट इज इम्पोसिबल। सो धेरै जसो ब्याक्टेरिया, प्लान्ट्स भन्दा पनि ब्याक्टेरियाले के गर्छ चाहिँ अक्सिजन धेरै निकाल्नु भयो। ओ माई गड, हाउ वाट इन्ट्रेस्टिङ फ्याक्ट्स। अब हेर्नुहोस् त क्यारेक्टरिस्टिक यसको के कस्तो क्यारेक्टरिस्टिक, यसको साइज पहिला पत्ता लगाउनु है। साइज लेख्नुहोस् त कपीमा छ, 0.5 to 5 माइक्रोमिटरको ब्याक्टेरियाहरू हुनसक्छ। माइक्रोमिटर भनेको 10⁻⁻⁶ मिटर चाहिँ यसको साइज हुन्छ है, कति सानो। इट इज बाउन्डेड बाई द न्युक्लियस एन्ड माइटोकोन्ड्रियालाई। दे आर प्रोकार्योटिक्स माइक्रोस्कोप भनेको यो कस्तो माइक्रो अर्गानिजम हो त, प्रोकार्योटिक्स भनेको अन्डर डेभलप, पुरै रूपमा डेभलप हुँदैन। यिनीहरूमा न्युक्लियस पनि हुँदैन, माइटोकोन्ड्रियाको जस्ता मेन सेल अर्गानिजमहरू हुँदैन भने। सो दे आर नोन एज अन्डर डेभलप अर्गानिजम भनेर हामीले भन्न सक्छौँ। देन आफ्टर इट इज अब सिङ्गल, यिनीहरूमा एउटा क्रोमोजोम हुन्छ अरे, एउटा सिङ्गल टाइपको क्रोमोजोम। यो सिङ्गल क्रोमोजोम के क्यारी गर्छ, जेनेटिक मेटेरियल, एउटा ब्याक्टेरियाको गुण अर्को ब्याक्टेरियामा सार्ने काम गर्छ। सो इट इज इन्क्लोज इन अ रिगिड सेल वाल विच इज मेड अफ द पेप्टाइडोग्लाइकेन। यिनीहरूको सेल वाल केले बनेको हुन्छ भनेर एमसी बनाएर सोधेको हुन्छ हाम्रो कम्पिटेटिभ इक्जाममा। पेप्टाइडोग्लाइकेन भन्ने रिगिड एउटा एकदम बाक्लो सेल वालले बनाएको हुन्छ, अनि भित्र ब्याक्टेरियाको बाहिरबाट सेल वालले कभर गरेको हुन्छ, यो एकदम बाक्लो हुन्छ। एन्ड यसले के गर्छ भन्दाखेरि उनीहरूले बचाउने काम गर्छ है। सम ब्याक्टेरियामा के हुन्छ, प्लाज्मा मेम्ब्रेन पनि हुन्छ, र यिनीहरूमा क्याप्सुल भनेको, इट कन्टेन्स क्याप्सुल भनेको बाहिरबाट एउटा कभरले गरेको, यसको नाम के हो, ब्याक्टेरियाको क्याप्सुल भनिन्छ। र हामीले चित्रमा पनि हेरौँला है। सो अर्को हेरौँ त क्यारेक्टरिस्टिक्स ब्याक्टेरियामा, इट इज रिप्रोडक्ट बाइ एमाइटोसिस भनेको यिनीहरूमा सेक्सुअल रिप्रोडक्सन हुन्छ है। फिमेल र मेलको ग्यामेट्सको फर्मेसन एक ठाउँमा मिक्सिङ हुँदैन, द्याट इज कल्ड एमाइटोसिस। मेनी ब्याक्टेरिया के हुन्छ त, साना साना स्पोर भनेको साना साना यसरी दानाबाट बन्दो रहेछ है, स्पोर्सलाई हामीले दाना बनेर बनाउँछ। सम ब्याक्टेरिया आर अटोट्रप्स। अटोट्रप भनेको केही ब्याक्टेरिया यस्तो हो रे, उनीहरू त आफै खाना बनाएर खान सक्छ। र सम आर हेट्रोट्रप्स भनेको तिनीहरू अरूमा डिपेन्ड हुन्छ आफ्नो खानको लागि। मस्ट ब्याक्टेरिया केमा ग्रो हुन्छ त, ब्याक्टेरिया ग्रोथको लागि सबभन्दा सुइटेबल पिएच भ्यालु कति हुन्छ, पिएच भनेको एसिडिक अथवा बेसिक भ्यालु कति हुन्छ त, 6.5 to 7 भनेको स्लाइटली अलि बेसिक हुनु पर्यो रे, अल्कलाइन भ्यालु अनि मात्र हुन्छ। एसिडिक इन्भाइरोमेन्टमा ब्याक्टेरिया चाहिँ राम्ररी ग्रो हुन सक्दैन। मेनी एक्ट एज अ डिकम्पोजर भनेको यिनीहरूले के गर्छ भन्दाखेरि एनिमल्सहरू मरिसकेपछि उनीहरूलाई डिकम्पोज गरिदिने, कुहाउने काम गर्छ फर द रिसाइकलेबल न्युट्रिएन्ट्स। अनि त्यहाँबाट यिनीहरूले के गर्छ त, खानेकुरा एब्जर्ब गर्छ है ब्याक्टेरियाहरू। कति बाटा छन् त। अरू हेर्नु, न्युट्रिसन सोर्स अफ ब्याक्टेरिया। ब्याक्टेरिया कहाँबाट खानेकुरा पाइन्छ त, स्याप्रोप्स भन्ने स्याप्रोप्सबाट पाइन्छ। इट मिन्स द्याट डेड अर्ग्यानिक मेटेरियलबाट उनीहरूले के गर्छ, पहिला गराउने, खुवाइने, अनि त्यसपछि डेड अर्ग्यानिक मेटेरियलबाट पाउँछ भने द्याट इज नोन एज स्याप्रोज ब्याक्टेरिया। अर्को भनेको प्यारासाइट। प्यारासाइट भनेको अरूको बडीमा गएर खाना चुस्ने रे। इट फिट्स अन द होस्ट सेल भनेको ह्युमन बिङमा गएर अथवा कुनै बाख्राहरूमा गएर अरू एनिमल्स अर्ग्यानिजमहरूबाट गएर उनीहरू खाना चुस्छ भने द्याट इज नोन प्यारासाइटिक ब्याक्टेरिया हुन्छ रे। फोटो अटोट्रप पनि हुन्छ। इट मिन्स द्याट तिनीहरूले केबाट खाना बनाउने काम गर्छ त, सनको लाइट जुन युज गरेर खाना पराउँछ भने द्याट दे आर नोन एज द फोटो अटोट्रोपिक ब्याक्टेरिया। अनि यिनीहरू फोटोट्रप हुन्छ रे हैन। केमो अटोट्रप भनेको यिनीहरूले केमिकल्सहरूबाट बनाउने, अक्सिडाइज इनअर्ग्यानिक मेटेरियल्सहरूबाट युज गरेर सल्फर जस्ता केमिकल्सहरूबाट पनि खानेकुरा बनाउँछ है, चाहिँ थाहा पाउनु पर्यो। अब हेर्नुहोस् त ब्याक्टेरियाको साइज। यिनीहरूको साइज 100 माइक्रोमिटर, 20 माइक्रोमिटर, 10 माइक्रोमिटर, कति सानो सानो माइक्रोमिटर न्यानोमिटरको साइज हुन्छ है। ब्यासिलस ब्याक्टेरिया भनेको अलिक ठुलो साइजको ब्याक्टेरिया हामीले हेर्न सक्छौँ। विच आर फाउन्ड अन द टिप अफ पिन भनेको एकदम एउटा पिनको जति सानो टिप हुन्छ नि त्यति सानोमा पाइन्छ है, थाहा पाउनु र। त्यसपछि पढौँ क्लासिफिकेसन अफ ब्याक्टेरिया। क्लासिफिकेसन भनेको डिफ्रेन्ट प्रोपर्टिज अनुसार हुन्छ है। त फर्स्ट वान इज मर्फोलोजी भनेको बाहिर उसको स्ट्रक्चर हेरेर ब्याक्टेरियाले डिभाइड गरेको हुन्छ। त्यसपछि अक्सिजन कसलाई चाहिन्छ र नचाहिने
बेसिसमा पनि डिभाइड गरेको हुन्छ र स्टेनिङ भनेको त्यसलाई अब कुन कलर स्टेनिङ भनेको एउटा यस्तो प्रोसेस हो जसमा ब्याक्टेरियाको टाइप छुट्याइन्छ कुन कलर दिन्छ भनेर है। सो एकोर्डिङ टु हिट टोलरेन्स कसले हिट कति सहन सक्छ त्यसमा पनि हामीले ब्याक्टेरियासको टाइप भन्न सक्छौँ। अर्को भनेको एकोर्डिङ टु द प्याथोजेनेसिटीले कसले कतिको रोग लगाउँछ भन्ने आधारमा पनि के हो त ब्याक्टेरियाले डिभाइड गर्न सकिन्छ। यसरी पाँचवटा बेसिसमा 5वटा प्रोपर्टिजमा ब्याक्टेरियाले डिभाइड गर्न सक्छ। तपाईँले मर्फोलोजी, प्याथोजेनेसिटी र अक्सिजनेसिटी चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ। यति लेखे पनि त सकियो है ब्याक्टेरियाको टाइप्स भन्यो भने। अब साथी सुन्नुहोस् त, एकोर्डिङ टु द मर्फोलोजी भनेको बाहिरी स्ट्रक्चर हेरेर कसरी ब्याक्टेरिया डिभिजन गरेको छ त। एकोर्डिङ टु द सेप अनुसार मर्फोलोजी भनेको सेप अनुसार ब्याक्टेरिया इज डिभाइडेड इन्टु कोकाई ग्रुप। कोकाई भनेको इट एपियर्स इन द ओभल सेप भनेको गोलो सेपमा हुन्छ, रड सेपमा, यस्तो रड सेपमा देखिन्छ कोकाईहरू। हामीले चित्र हेरौँला अहिले। ब्यासिलाई भनेको विच आर एपियर इन द रड सेप, यसरी रड सेपमा ब्यासिलाईहरू हेरिन्छ। स्पाइरेलिया भनेको विच आर एपियर्स इन द स्पाइरल सेप ब्याक्टेरिया भनेको पुरै यस्तो भर्याङ जस्तो सेपको ब्याक्टेरिया हुन्छ है। सो देन आफ्टर चित्र हेरौँ साथी। चित्र हेर्नुहोस् त, कोकाईमा के हुन्छ त सानो सानो अन्डा जस्तै के हुन्छ भन्दाखेरि यसरी कोकाई मिलेर बनेको हुन्छ। ब्यासिलै भनेको के हो त सानो सानो यस्तो रडहरू मिलेर बनेको हुन्छ र स्पाइरेली भनेको के हुन्छ त यस्तो घुमाउरो कपाल जस्तो कर्ली ब्र्याकेटको यानि भर्याङ जस्तो मिलेर बनेको हुन्छ है। यिनीहरूको सेप्स भयो। हामीले चित्रमा हेरेर तपाईँहरू पनि नोटमा चित्र बनाउनु होला, किनभने चित्र इज भेरी इम्पोर्टेन्ट फर द नोट्स। किनभने इक्जाममा हामीले त रिप्रेजेन्टेसन गर्नु पऱ्यो, मजाले चित्र बनाउनुहोस् र नोट चाहिँ एकदम क्लियर बनाउनु है। त्यसपछि एरेन्जमेन्ट अफ ब्याक्टेरियाको आधारमा हेर्नुहोस् कसरी एरेन्ज गर्न सकिन्छ, मिलाएर राख्नु छ। द्याट इज नोन एज डिप्लोकोकाई भनेर टाइप छ, स्ट्याफ्लोकोकाई र स्ट्रेप्टोकोकाई। डिप्लोकोकाईमा चाहिँ के हुन्छ, एउटा ब्याक्टेरियालाई पेयर्समा एरेन्ज गरेको हुन्छ। स्ट्याफ्लोकोकाईमा क्लस्टर भनेको चारैतिर ग्रुपै ग्रुप के गरिन्छ त यिनीहरूको एरेन्जमेन्ट हुन्छ। स्ट्रेप्टोकोकाई भनेको एउटा चेन बनाएर, एउटा पुरा चेन बनाएर, एउटा बाटो बनाएर एरेन्जमेन्ट छ भने चेन लाइक एरेन्जमेन्ट छ भने स्ट्रेप्टोकोकाई। क्लस्टर भनेको सानो सानो ग्रुपमा बनाएको छ भने क्लस्टर स्ट्रेप्टोकोकाई। डिप्लोको मिनिङ के हुन्छ त दुईटा ग्रुप पेयर्समा गरेछ भने डिप्लोकोकाई है। अब हेर्नुहोस् त चित्र, तपाईँले डिप्लोकोकाईमा के हुन्छ त जोडी जोडी बनाएर राखेको हुन्छ कि नै, एक जोडी अर्को गर्लफ्रेन्ड र बोयफ्रेन्ड मिलाएर दुईटा जोडी बनाइदिएछ। स्ट्रेप्टोकोकाईमा के हुन्छ त चेन बनाएर पुरै हेर्नुहोस् पुरै एउटा एरेन्जमेन्ट गराएर हो यसरी पुरै एउटा बाटोमा चेन बनाएर स्ट्रेप्टोकोकाईमा राखिदिएछ है। स्ट्याफ्लोकोकाईमा हेर्नु पुरै ग्रुप क्लस्टर पुरा यसरी बनाएर स्ट्याफ्लोकोकाई भइहाल्यो। चित्र बनाउनुहोस्, चित्र होइन पेन्सिलले बनाउनुहोस्, राम्रो बनाउनुहोस्। अब कुन ब्याक्टेरियालाई अक्सिजनको निड हुन्छ कुनलाई हुँदैन भन्ने पनि ब्याक्टेरियाले डिभाइड गरेको छ। एरोबिक भनेको यस्तो ब्याक्टेरिया विच निड अक्सिजन फर द सर्भाइभल, बाँच्नको लागि लिभ हुनको लागि के हुन्छ त अक्सिजन चाहिन्छ भने द्याट इज नोन एज एरोबिक ब्याक्टेरिया भन्छौँ। एनएरोबिक भनेको त जसले अक्सिजनै चाहिँदैन, विच डु नट रिक्वायर एनी अक्सिजन, द्याट इज कल्ड एनएरोबिक। फ्याकुलेटिभ ब्याक्टेरिया भनेको के, मलाई अक्सिजन चाहिए पनि भयो, मलाई खाना भए पनि भयो, नभए पनि म मजाले बाँच्न सक्छु भने त्यसलाई फ्याकुलेटिभ टाइप अफ ब्याक्टेरिया भन्न सक्छौँ हामीले। अब हेर्नुहोस् स्टेनिङको आधारमा ग्राम स्टेनिङ धेरै डिटेलमा नजान्नु कि ग्राम पोजिटिभ र ग्राम नेगेटिभ भनेको दुई टाइप्सको ब्याक्टेरिया स्टेनिङको आधारमा गरेछ हो। स्टेनिङ भनेको कुन कलर दिन्छ, कुन कलरमा एपियर हुन्छ ड्युरिङ द ग्राम स्टेनिङ ब्याक्टेरिया छुटाउने बेलामा। सो एउटा ग्राम पोजिटिभ हुन्छ र एउटा ग्राम नेगेटिभ, र ग्राम नेगेटिभ अलिक खतरा खालको हुन्छ है पुरै। सो ग्राम पोजिटिभ ब्याक्टेरिया भनेको विच आर ब्लू कलर दिन्छ, पर्पल र भायोलेट इन कलर दिन्छ। त्यस्तै गरी ग्राम नेगेटिभ छ भने रेड अथवा पिङ्क कलर दिन्छ है। सम्झिनको लागि एनपिआर भनेर सम्झ्यो। एनपिआर भनेको पिङ्क र रेड दिने भनेको नेगेटिभ, पोजिटिभ भनेको एनपिबी भनेर सम्झिने है। पोजिटिभमा के हुन्छ भायोलेट, पर्पल और भायोलेट भनेर दिन्छ है। सो यसरी आफूले ट्रिक्स लगाएर लेख्नुहोस् न, इक्जाममा लेख्नु पनि पऱ्यो कहिलेकाहीँ होइन। हेर्नुहोस् त तपाईँले ग्राम पोजिटिभ र ग्राम नेगेटिभ ब्याक्टेरिया यी कस्तो कलरको हुन्छ है, ब्लू कलरको होइन। जस्तै के भयो त पिङ्क कलरको हामीले हेर्न सक्छौँ। यसरी बुझ्नुभयो। अब हेर्नुहोस् है प्याथोजेनेसिटीको आधारमा पनि ब्याक्टेरिया डिभाइड गरेको हुन्छ। विच एबिलिटी टु कज, कसले कतिको डिजिज लगाउन सक्छ एकोर्डिङ टु डिजिज अनुसार है। एबिलिटी टु कज डिजिज कसले, जस्तै प्याथोजेनिक ब्याक्टेरिया भनेको यस्तो ब्याक्टेरिया जसले डिजिज लगाउँछ हाम्रो ह्युमन बिङ्समा, त्यो डिजिज गर्ने ब्याक्टेरियाले प्याथोजेनिक ब्याक्टेरिया भयो। जसले डिजिज लगाउँदैन विच क्यानट कज डिजिज इन ह्युमन बिङ्स द्याट इज कल्ड नन प्याथोजेनिक ब्याक्टेरिया भन्न सक्छौँ। अब हेर्नुहोस् स्ट्रक्चर अफ द ब्याक्टेरिया, स्ट्रक्चर यसो मजाले बनाउनु होला है।
मजाले जुम गरेर तपाईँहरू ब्याक्टेरियाको स्ट्रक्चर बनाउनु। बाहिरको यसलाई हामीले के भन्छौँ क्याप्सुल्स, त्यसपछि अलि भित्र हुन्छ सेल वाल। राइबोजोम भनेको साइटोप्लाज्मिक स्ट्रक्चर हुन्छ। यो तलको यो स्पाइरल सेप छ नि, यसलाई हामीले के भन्छौँ जेनेटिक मेटेरियल्स यानि न्युक्लियोइड भनेर भन्न सक्छौँ। यो के हुन्छ टुप्पी जस्तो बाहिर निस्किया हुन्छ नि पिल्लाई, जसले गर्दा यिनीहरू ब्याक्टेरियाहरू मुभ गर्छ, द्याट इज नोन एज पिल्लाई। फ्ल्याजेला भनेको एउटा ठुलो पुच्छर निस्किया हुन्छ, द्याट इज नोन एज फ्ल्याजेला। साइटोप्लाज्मा भनेको भित्र न्युक्लियसमा भएको हामीले आँखाले देख्छौँ, द्याट इज नोन एज साइटोप्लाज्मा भनेर भन्न सक्छौँ है। सो यसरी यसको टाइप्सको चित्र बनाउनुहोस्। यति नाम लेख्यो भने स्ट्रक्चर सक्यो कि क्याप्सुल हुन्छ, सेलवाल हुन्छ, राइबोजोम हुन्छ, हो कि नै। त्यसपछि फ्ल्याजेला हुन्छ, यसको पुच्छ पिल्लाई हुन्छ जसले गर्दा मुभमेन्ट गर्छ, साइटोप्लाज्मा हुन्छ जहाँनिर भित्र देख्ने अर्ग्यानिक मेटेरियल्सहरू। वास्तवमा अब काम हेरौँ न त क्याप्सुलको काम के हो भन्दाखेरि इट किप्स द सेल फ्रम ड्राइङ आउट। यसले सेल ब्याक्टेरिया सेललाई सुक्न दिँदैन एन्ड हेल्प्स टु स्टेक फुड इन अदर सेल भनेको अरू फुडहरूमा अरू खानेकुरामा गएर यसले के गर्छ त चिप्किनको लागि मद्दत गर्छ त क्याप्सुलले। बाहिरको क्याप्सुलले गएर अरूमा चिप्लिने काम गर्छन् के, गएर पुरै टाँसिन्छ है मजाले। त्यसो भए सेलवालको के हो अरे, सेलवाल जुन बाहिर कभरिङ सेलवालले के गर्छ भन्दाखेरि इट मेन्टेन द ओभर इट मेन्टेन द ब्याक्टेरियाको सेप, ब्याक्टेरियाको सेपलाई मेन्टेन गर्ने एउटा प्रोपर सेप दिने भनेको सेलवालको काम हो र यसले प्रोटेक्सनको काम पनि गर्छ है। त्यसो भए राइबोजोमको काम के हो बाबु, इट प्रोटिन्स बनाउने काम हो कि। राइबोजोम भनेको प्रोटिन फ्याक्ट्री हो नि त, इट हेल्प्स इन द प्रोटिन मे, इट हेल्प्स टु फर द फर्मेसन अफ प्रोटिन। राइबोजोम अल्सो गिभ द साइटोप्लाज्मल दिने काम गर्छ हैन। एउटा ग्रानुलर एपियरेन्स भनेको यसले दिन्छ। यसलाई हामीले केले हेर्न सक्छौँ, इलेक्ट्रोन माइक्रोस्कोपले हेर्न सक्छौँ है। सरी इलेक्ट्रोन माइक्रोस्कोप भने इलेक्ट्रोन माइक्रोग्राफ भनेको यसलाई हामीले प्लट गर्न सक्यो है। सो मेन बुझ्नु राइबोजोमको कामको इट हेल्प्स इन द प्रोटिन फ्याक्ट्री, यति लेख्नु के धेरै लेख्नु पर्दैन। त्यसो भए क्रोमोजोम भनेको के, क्रोमोजोम भनेको जेनेटिक मेटेरियल हो कि नै, जसमा डिएनए प्रेजेन्ट हुन्छ एन्ड सिङ्गल क्रोमोजोम प्रेजेन्ट हुन्छ हो। सिङ्गल क्रोमोजोम यसमा प्रेजेन्ट हुन्छ जसमा जेनेटिक मेटेरियल इज प्रेजेन्ट फर द ट्रान्समिसन अफ जेनेटिक मेटेरियल्स, यति त लेख्ने। त्यसो भए अब फ्लेजेलाको काम के हो, फ्लेजेला भनेको यो डन्डीलाइक स्ट्रक्चरलाई फ्लेजेला भन्नु हो। हुइप भनेको एउटा पुच्छर जस्तै हो क्या, हुइप भनेको यो घोडालाई पिट्ने जुन डन्डी हुन्छ नि द्याट इज कल्ड हुइप, डोरी हैन, यसरी पिट्दैन। विच सम ब्याक्टेरिया हेभ फर लोकोमोसन। फ्लेजेलाको काम